नमस्कार अनि हार्दिक स्वागत छ। सदाझै आज पनि एउटा प्रेम कथा लिएर उपस्थित भइसकेको छु। मित्र, यतिखेर तपाईँ कहाँ हुनुहुन्छ? कस्तो अवस्थामा हुनुहुन्छ? जे जस्तो अवस्थामा रहे तापनि तपाईँ हाँसिरहनुहोला, खुसी रहनुहोला भन्ने शुभकामना दिन चाहन्छु। यति भन्दै म आफ्नो कथालाई सुरुवात गर्न गइरहेको छु। तपाईँ भने सुन्दै गर्नुहोला। कथा यहाँबाट सुरु हुन्छ। कति धेरै कुराहरू बदलिएछ जिन्दगीमा। दिन, परिस्थिति, मान्छे अनि तिमी। बदलिएको छैन त केवल तिम्रो त्यो बोली जुन मेरो मानसपटलमा आज पनि गुन्जिरहेको छ। हाम्रो त्यो तिता मिठा यादहरू जसलाई हामीले एक छतको मुनि बसेर बनाएका थियौं। तिमीलाई याद छ नि, जब तिमी उदास हुने गर्थ्यौ तब मैले तिमीलाई घर परिवारको नजरबाट छलेर त्यो घरको छेउको पहाडी मन्दिरमा लाने गर्थे। मन्दिरको सिडी चढ्ने समय कयौं पटक तिमीले भन्ने गर्थ्यौ कि यो पुरै शहरमा तिमीले यो एक मात्र ठाउँ देखेका छौ है। अनि तिमी मन्दिरको कुनामा रहेको त्यो बेन्चमा बस्दा तिमी कति धेरै खुसी हुन्थ्यौ। अनि सिडीहरू चढ्ने समय रिसले रातो हुने तिम्रो स्याउजे गाला अझ पनि सम्झना छ मलाई। अनि त्यसै गरी छेउबाट उडेको पन्छी देख्दा, शहरको सबैभन्दा अग्लो ठाउँबाट पुरै शहर हेर्दा तिमी कति धेरै खुसी हुने गर्थ्यौ। बेला बेलामा आउने जाने व्यक्तिहरूको आँखा छलेर मैले तिमीलाई अँगालो हाल्ने गर्थे र बिस्तारै तिम्रो कानमा लभ यु सरू भन्दा तिमी मलाई एकहोर हेरिरहन्थ्यौ। आजभन्दा 1 वर्ष पहिले त्यो प्रेममय दिन जसले मेरो मुहारमा मुस्कान ल्याउने गर्दछ। त्यस दिन फुटबल म्याच भइरहेको थियो जहाँ धेरै हल्लाहरू भइरहेका थिए। त्यति बेला तिमी चिच्चाइरहेको आवाज मेरो कानमा गुन्जिरहेको थियो। त्यो म्याचमा हाम्रो टिमले भले हार बेहोर्नु पर्यो, तर हामीले हाम्रो प्रेमको म्याचमा सधैँको लागि जित हासिल गरेका थियौँ। अनि त्यस ठाउँबाट घर जाने क्रममा जब बसको सिटमा बसेको थिएँ तब मेरो मनमा एकै पलमा यादका कयौं पानाहरू पल्टिएको थियो। अब त्यो पलहरूलाई याद गरेर स्वयंलाई दुःख दिन चाहन्नथे, तर मन मुठीबाट फुस्किने बालुवा जस्तै हुँदो रहेछ। जसरी जतिसुकै नियन्त्रणमा राख्न खोजे पनि झन् फुस्किँदै जाँदो रहेछ। एउटा सत्य यो पनि हो कि मानिसको हालत जति नै किन नबदलियोस्, तर बिहानी, साँझ अनि रात कहिले बदलिँदो रहेनछ। त्यो हरेक दिन आफ्नो समयमा नै आउने गर्दछ। अनि त्यो पलको मिठा यादहरूलाई मनमा छाडी जाने रहेछ। यतातिर बसले बिस्तारै आफ्नो रफ्तार पक्रिँदै थियो अनि अर्कोतिर मेरो मन यादहरूको घोडामा चढेर सवार भएर तिम्रो पिछा गरिरहेको थियो। अनि एकजना आन्टीले चिसो मौसम भएको कारणले होला सायद झ्यालपट्टिको सिटमा बस्न इसारा गर्छिन्। मैले मुस्कुराउँदै आन्टीलाई धन्यवाद भने अनि आन्टीले छोडेको सिटमा बस्छु। केही समयसम्म झ्यालबाट बाहिर देखेका बोट बिरुवा अनि बिजुलीको खम्बा पछि छुट्दै गरेको हेरिरहेको थिएँ। त्यसपछि कानमा हेडफोन लगाएर गीत सुन्न थाले। गीत सुन्ने क्रममा कतिखेर निदाइछु थाहै पाएन। केही समयपछि बस स्टेसनको हल्लाले निन्द्रा खुल्छ। म बाहिर हेर्दै थिएँ तब एक युवतीको आवाज आउँछ, सुन्नुस् त, यो कुन चाहिँ ठाउँ हो? अनि म पछि फर्केर हेर्छु अनि उनी ती प्रश्नको जवाफमा मतिर हेरिरहेकी थिइन्। अनि म झ्यालबाट बाहिर हेर्दै भन्छु, यो खुसी चोक हो। यति भनेर म फोनमा बजिरहेको गीत सुन्दै तिम्रो यादमा फेरि डुब्न थाल्छु। तिमीलाई याद छ नि, जब हाम्रो भेट हुन्थ्यो तब हामी यही गीत गुनगुनाउने गर्दथ्यौँ। तिमीलाई त यो गीत यति धेरै राम्रो लाग्थ्यो कि तिमीले यस गीतलाई आफ्नो मोबाइलको रिङटोन नै बनाएकी थियौ। मलाई आज पनि याद छ कि जब म सहर जाँदै थिएँ तब तिमी मलाई बस स्टपसम्म छोड्न आएकी थियौ। शर्त यो थियो कि तिमी मलाई बस स्टपसम्म पुर्याएर चुपचाप घर फर्किन्छौ अनि पछि फर्केर हेर्ने पनि छैनौ भनेर। तर हामीले तय गरेको कुरा कहाँ त्यति सजिलो लागु हुन्छ र जिन्दगीमा। अनि बस खुल्नुभन्दा अघि नै मैले तिम्रो हात समाएर आफूतिर तानेको थिएँ अनि तिमीले अँगालो हालेर कति धेरै रोएकी थियौ। कसरी तिमीलाई मैले चुप गराउन सफल भएको थियो।
बस चल्ने लाग्दा तिमीले मेरो टाउकोमा किस गर्दै आई लभ यु भनेकी थियौ। अनि छिट्टै फर्केर आउनेछौ भन्ने प्रमिस लिएर तिमी आफ्नो बाटो लाग्यौ। म तिमीलाई गएको हेरिरहेको थिएँ। बस गुड्न सुरु हुन्छ, मन मानिरहेको थिएन। अनि तिमीसँग तबसम्म फोनमा कुरा गरिरहेको थिएँ जबसम्म तिमी घर पुगेका थिएनौ। म तिम्रो यादको समुद्रमा पौडी खेलिरहेको थिएँ। तब सामनेबाट आवाज आउँछ, सुन्नुहोस् त, कति बज्यो? म झसँग हुन्छु। जसले योभन्दा पहिला बस स्टपको नाम सोधेकी थिइन्। मैले जवाफमा भने 5 बजेको छ। अनि फेरि म फोनमा बिजी हुन्छु। सूर्य अस्ताउँदै थियो। म झ्यालबाट सूर्य अस्ताउँदै गरेको दृश्यलाई निहालिरहेको थिएँ। तब फेरि त्यो युवतीले भने, तपाईँ कहाँसम्म जाँदै हुनुहुन्छ? अनि मैले जवाफमा भने, रामनगरसम्म। अनि मैले पनि सोधिहालेँ, तपाईँ नि? उनले जवाफमा भनिन्, बसको अन्तिम स्टपसम्म हो। मलाई यस्तो लागिरहेको थियो कि उनी हामी बीचको अनजानपनको पर्खाललाई हटाउन चाहन्थिन्। उनी खुलेर मसँग बातचित गर्न थालेकी थिइन्। यसै क्रममा उनीले मलाई सोधिन्, तपाईँको नाम के हो? के काम गर्नुहुन्छ? रामनगर किन जाँदै हुनुहुन्छ? आदि इत्यादि प्रश्नहरू एकैपटक सोधिन्। मैले प्रत्युत्तरमा भने, मेरो नाम राज हो। म जबको साथसाथै पढाइ पनि गरिरहेको छु। रामनगर मेरो घर हो। तर मैले उसको बारेमा जानकारी लिन खासै चासो राखिनँ र नामसम्म पनि सोधिनँ। त्यस समय थाहा छैन किन हो कुन चाहिँ अदृश्य बन्धनले मलाई रोकिरहेको भान भइरहेको थियो। उनीसँग घुलमिल हुनबाट, बातचित गर्नबाट। हुन त यो पहिलो पटक होइन जब तिमीबाट छुटेदेखि केटीहरूसँग घुलमिल हुन सकिरहेको थिएन। म त्यो युवतीसँग बात गर्ने समय कुनै अदृश्य शक्तिले मलाई रोकिरहेको झै लाग्थ्यो। सायद यस्तो यस कारण भएको होला किनभने आज पनि यो मनमा तिमी र तिम्रो प्रेम जीवितै छ। सरू, मदेखि टाढा जाने निर्णय तिम्रो नै थियो। मलाई आजसम्म पनि यो थाहा छैन कि आखिर तिमी मदेखि किन टाढा भयो। तिमीले त आफ्नो निर्णय 2-4 मिनटमै सुनाइदिएकी थियो। तिम्रो लागि त हाम्रो सम्बन्ध त्यही दिन समाप्त भएको थियो। तर मैले चाहेर पनि न तिमीलाई भुल्न सके न तिमीले भनेका ती कुराहरूलाई। तिमीले छाडी गएको दुःख त छ, तर त्यो भन्दा पनि धेरै दुःख यो कुरा थियो कि तिमीले केही नभनी गएकी थियौ। सायद कम्तीमा तिमीले 2-4 वटा कमजोरी पनि भनिदिएको भए हुन्थ्यो नि। कमसेकम मनलाई झुटो दिलासा त दिन सकिन्थ्यो नि। जे होस्, यी सब कुराहरू बीच मेरो बस स्टप आउँछ। अनि सदा चाहिँ मन तिमी अनि तिम्रो यादको धमिलो तस्बिर लिएर म चुपचाप काँधमा आफ्नो ब्याग बोकेर बसबाट ओर्लिन्छु। त्यो युवती अझ पनि झारबाट म जाँदै गरेको हेरिरहेकी थिइन्। अनि म तिम्रो यादको सिँढीको सहाराले तिमी समक्ष आउन असफल भएपछि म बस स्टपबाट बाहिर निस्कन्छु। मित्र, यो कथा तपाईँलाई कस्तो लाग्यो? राम्रो लागे लाइक कमेन्ट गर्नुका साथै सेयर पनि गरिदिनु होला। आजको बसाइमा यति नै। अर्को बसाइमा तपाईँ र मेरो भेट पक्कै हुनेछ। तपाईँको बाँकी पल शुभ रहोस्। हस्त नमस्कार।